ल स्वागत छ यहाँहरू सबैलाई। आज चाहिँ म यो केराबारी गाउँपालिका वार्ड नम्बर 1 सेलिङ भन्दा पनि मुरुङजे टोल भन्ने छ। यहाँ हामी लगभग 10-15 घर यामफुराई बस्ती रहेको हुँदा यहाँ चाहिँ एउटा विशाल तरिकाले कृषि फर्म यामफु कृषि फर्म भन्ने सञ्चालन गर्नुभएको छ। उहाँको कृषि फर्ममा आज आएका छौँ। उहाँले चाहिँ विभिन्न किसिमले विभिन्न प्रकारका सागसब्जीदेखि लिएर व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आउनुभएको छ। पैसा कमाउनलाई विदेश जानुपर्छ भन्ने सोचको अन्त्य गर्ने हेतुले यो कृषि क्षेत्रमा लाग्नुभएको, व्यावसायिक रूपमा फर्म दर्ता गरी लाग्नुभएको लगभग 5-7 वर्ष भयो। त्यसो हुँदा यहाँ साग सब्जी टमाटरदेखि विभिन्न किसिमका समय अनुकूल सागसब्जी खान पाइरहेछौँ हामीले है। अहिले सिजन रायो सागको हो। त्यसो हुँदा रायो साग थोरै मात्रामा बाँकी रहेको छ, अन्यत्र सकिएको। अब टमाटरको लागि फेरि तयारी भइरहेको अवस्था छ। यो चाहिँ यहीँको स्थानीय बाँसहरूको युज गरेर टनेल बनाइरहेको छौँ। यहाँ 70-80 वटा बाख्रा पालन गरिएको रहेछ। यो कृषि फर्म दर्ता गरिराख्नु भएको छ। उहाँलाई आगामी दिनहरूमा अझ राम्रो होस् भन्ने शुभकामना सहित